हेर्नुहोस् साथीहरू, हेर्नुहोस् न, यो समयमा पनि पानी प्रशस्त परे तापनि साग चाहिँ यत्तिको भएको छ साथीहरू। रायोको साग कसलाई मनपर्छ है, मलाई चाहिँ एकदमै मनपर्छ रायोको साग चाहिँ। मलाई हरियो साग सब्जीहरू चाहिँ एकदमै मनपर्छ। यस्तो राम्रो भइरहेको छ साथीहरू रायोको साग। कसले मनपर्छ है, मनपर्ने जति कमेन्ट गरिदिनुहोस् है, म हजुरहरूलाई पठाइदिन्छु। यस्तो राम्रो यहाँ आमाहरूको बारीमा अस्ति मैले छरेको, धेरै दिन भएको छैन, गोड्ने बेला भइगएको छ। यस्तो राम्रो छ, तर हल्का किराले खाइरहेको छ साथीहरू। वाउ, फर्सी पनि यत्तिको भइरहेको छ है साथीहरू। पछि फलेपछि म देखाउँछु है। सिमी पनि यत्तिको भइरहेको छ साथीहरू। आमाले गोडिदिनु भएछ साथीहरू। सिमी काँक्रा चाहिँ भर्खरै यत्रो भइरहेको छ, पानीले कुटेर कहिले फलेर करेम करेम खानुपर्ने साथीहरू। हाम्रोतिर त भर्खर यस्तो भइरहेको छ। यो चाहिँ के को बोट होला भन्नुहोस् है साथीहरू, कसलाई थाहा छ यो चाहिँ के को बोट होला, कसले थाहा हुने जतिले कमेन्ट गरिदिनुहोस् ल। यो के को बोट होला यो चाहिँ।